क्याच गरे अनि त्यसै ओहो ममा आधी आधी गरिदिनु ठुलाले खाँदैछ नि बच्चालाई र गाइस हामी फाइनली मामा घर आइसक्यौँ यहाँ चाहिँ हाम्रो हजुर बुवा हुनुहुन्छ बुवा यता हेलो भनिदिनु हेलो यता हाम्रो ठुलो बा हुनुहुन्छ और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सानो बा हजुर बुवा हजुर 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 भने हुन हल्लो भन्नुपर्छ हजुर हजुर सानो बा भगेरी छैन आज मैले त मुठी ड्याम्सी भएपछि यहाँ लुस भइरहेको दुई महिनाको हाम्रो ठुलो मामा भइसिन्छ यहाँ चाहिँ कान्छा मामा कान्छी सानीमा हुनुहुन्छ यहाँ ठुली सानीमा हुनुहुन्छ यहाँ चाहिँ माइजी हुनुहुन्छ माइजी नमस्ते हेलो भनिदिनु हाम्रो माइजीले माक्स लाएर पकाउनु भएको छ अनि त्यसपछि यता मामाको चाहिँ टक्क लाएर हाम्रो यहाँ भइरहेको छ हेर्न सक्नुहुन्छ अनि यो चाहिँ नलका छ नलकाबाट पेलेर हाल्ने भन्ने कुरो भइरहेको छ ए म भर्खर यहाँ पुगेर अब पानी सानी खाँदैछु ल यहाँ चाहिँ माथितिरको भाग म चाहिँ हाम्रो खाना आइसक्यो घर बन्दै छ यहाँ मामा घर रेडी हुँदैछ त्यस्तो भएको छैन होइन भर्खर बन्ने क्रममा छ हेर्न सक्नुहुन्छ यता त सबै बन्दैछ ल यहाँ चाहिँ आन्टीले छोरीलाई फोन सट्टामा आफूले खाँदै हुन्छ 4 5 6 अनि त्यसपछि के अरे अनि त्यसपछि 1 2 है कस्तो यता बबीले चाहिँ अब यहाँ आन्टीसँग लुङ्गी माग्नु छ बबीको लुङ्गी माग्ने तरिका बबी लुङ्गी माग लुङ्गी कुर्ती हैन क्या लुङ्गी मलाई लात्तिन हान्दिनु त्यहाँ मोबाइल हान्दिन बबिता दिदीको फोन हामी केटाकेटी छौँ तर हाम्रो यहाँ छन् केटाकेटी भन्ने कुरा नहीं हट मिस्टी हट ना सबै पादर झुन्डे यहाँ सानी वाला हो र सानी वाला ल बाधा चल्छ हो त्यसरी हो के हात यस्तो ए फर्किने त्यसो त भिडियो बनाइ गाइस म चाहिँ फाइनली घर आइसकेँ मेरो हालत एकदम खराब भएको छ हामी सो टायर यस्तो दुले यस्तो खराब थियो बाटो
अब मुख सुख धोएर फ्रेस भएर खानासाना खाएर भोक लागेर खानासाना खाएर